त्यसमा पनि रवि लामिछाने जतिखेर राज्यको सत्ता सञ्चालकका प्रतिशोधका कारणले कारागार बसाइ भइरहँदा कतै पार्टी सङ्गठनमा चाहिँ केही समस्याहरू आउँछन् कि भनेर साङ्गठनिक रूपमा फेरबदलकादेखि हरेक क्रिया प्रतिक्रियाहरू नआएका होइनन्, आइरहेका छन्। त्यसमा पनि रवि लामिछानेलाई जतिखेर कारागार बस्नुपर्ने बाध्यता सिर्जना भयो, त्यसपछि कार्यवाहक सभापतिले पटक पटक के भन्नुभएको छ त भने सभापति रवि लामिछाने र व्यवस्थापन अहिले जसले जसरी गरिरहेको छ यसलाई चुस्त दुरुस्त र व्यवस्थित रूपले अगाडि बढाउनका लागि आम सम्पूर्ण स्वतन्त्र विचार भएका, स्वतन्त्र मन भएका र स्वतन्त्र परिवेश बुझेका सम्पूर्ण साथीभाइहरूलाई समेट्नको लागि चाहिँ रासपाले जुन आह्वान गरेका छ त्यसमा कुलमान घिसिङ पनि अब एकीकृत भएर रासपामा चाहिँ नयाँ भिजनका सहित प्रवेश गर्दै हुनुहुन्छ भन्ने कुरामा चाहिँ मलाई अझ खुसी लागेको छ। रासपाले अझ दरिलो र बलियो एउटा टिम बनाउँदैछ। यो कुलमान घिसिङ र रवि लामिछाने एक भएर अगाडि बढ्ने सङ्केत के एमाले काङ्ग्रेस माओवादीलाई लात हान्नको लागि तयार पारेको एउटा गुट हो? त्यसो भन्दा पनि विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध खबरदारी गर्दै अगाडि बढेको वैकल्पिक शक्ति रासपा। अनि भनिन्छ नि रासपाले जुन बेलामा भ्रष्टाचारको एजेन्डा उठाएर सडकमा गएको थिएन भने भ्रष्टाचार कहाँ भएको थियो, कति भएको थियो, कसले गरेको थियो र कुन अवस्थामा भ्रष्टाचारीहरू मौलाएका थिए र देश टाट पल्टाउँदै जनतालाई दास बनाउँदै राजनीतिक दलमा चाहिँ नि देश ब्रह्मलुट भएको थियो भन्ने कुरो आम जनतालाई थाहा थियो। त्यो कहाँबाट सुरु भयो, त्यो कसले सुरु गर्यो र त्यो कसरी सुरु भयो भन्दा रासपा जन्मियो। रासपाका सभापति रवि लामिछानेले मिडिया मार्फत सार्वजनिक रूपमै बोल्दै जबसम्म भ्रष्टाचारीलाई ठेगान लगाउन सक्दिनँ तबसम्म म चुप लाग्दिनँ भनेर उठाएको एजेन्डा र त्यो बेलाको चाहिँ नि जुन मिसन, त्यही नै मिसनबाट सफल भएको जेन्जी आन्दोलन र जेन्जी आन्दोलनबाट अहिले आएको परिवर्तित अन्तरिम सरकार। रासपाको एउटा मेरुदण्ड शब्द छ जान्नेलाई छान्ने। उसो त कुलमान घिसिङलाई छानेपछि हो साँच्चीकै जान्नेलाई छान्ने त भन्लान्, तर एउटै खोरमा दुईवटा बाघ अड्छ त फेरि। त्यसलाई यसरी बुझौँ न, कुलमान घिसिङ रासपामा जाने बित्तिकै रवि लामिछानेले छोड्नै पर्छ अथवा रवि लामिछानेले चाहिँ सदाबार चाहिँ रासपाको सभापति बन्नुपर्छ भन्ने भन्दा पनि कुलमान घिसिङ जस्ता, म त पटक पटक भन्ने गरेको छु मिडियामा, सबैजनालाई चाहिँ जोडेर भन्दा के भन्ने गरेको छु भने यदि देशमा आमूल परिवर्तन गर्ने भए यो दल फुटेर दल खोलेर दल धेरैवटा गठन गरेर म स्वतन्त्र भन्दै दलको चाहिँ नेता बन्ने प्रयास गरेर होइन, सबैलाई समेटेर एउटा स्वतन्त्र विचार बनाएर सबै स्वतन्त्र एक ठाउँमा जम्मा भएर एउटै स्वतन्त्र पार्टीलाई चाहिँ नि मजबुत बनाएर चाहिँ नि भ्रष्टाचारी र चाहिँ अन्याय अत्याचारीलाई चाहिँ परास्त गर्नको लागि एक ढिक्का हुनुपर्छ र एक ढिक्काबाट मात्रै सम्भव छ। र यो तपाईँले भन्दै गरेको एउटै खोरमा दुईवटा बाघ रहन सक्छ भन्ने सवालमा जसरी रवि लामिछानेले एक्लै लडेर 21 जना ल्याउन सफल हुनुभयो र अबको 21 जना 20 जना छन् नि त, एकजना पो खोरमा हुनुहुन्छ, 20 जनाको विचारले एकजनाले 3 जना 5 जना मात्रै समेटियो भने रासपा बलियो, दरिलो र चाहिँ सर्वशक्तिमान बन्छ। त्यसबाट अहिलेका भ्रष्टाचारीलाई कारबाही गर्न पनि सक्छ, आमूल परिवर्तन पनि गर्न सक्छ, देशलाई सुशासन पनि दिन सक्छ र आमूल परिवर्तनको मार्गचित्र प्रशस्त छ, यसलाई सही ढङ्गले चलाउन सक्छ। त्यसकारणले कुलमान आउँदैमा चाहिँ दुईटा बाघ हुन्छन्, त्यसकारणले पार्टीमा चाहिँ अन्याय अर्को अर्थ लाग्ला, अर्को व्यवस्था चाहिँ सङ्कटमा आउला, त्यस्तो होइन। कुलमान र रवि सँगै अगाडि बढ्न नमिल्ने हो र? एउटा सिनियर एउटा जुनियर हुन नमिल्ने हुन्छ र? हरेक कालखण्डमा एउटा युगले एउटा नेता जन्माउँछ, त्यही नेता हुन् रवि लामिछाने। युग परिवर्तनका लागि जेन्जी आन्दोलन जतिखेर अस्ति जन्मियो नि,
केही स्वार्थ लुट्नेहरूले त जेनजी रविको पक्षमा होइन पनि भन्न भ्यायो। तर आम जनताले आज पनि रवि खोजेका छन्, अहिले पनि रवि खोजेका छन्। यदि आज रवि भइदिएको भए, रवि गृहमन्त्री भइदिएको भए भ्रष्टाचारीहरू सबै जेलमा हुन्थे भनेर सबै सामाजिक सञ्जालमा के पाइन्छ त? विकल्प भनेकै रवि रहेछ भन्ने पाइन्छ। त्यसको मतलब के हो भने रवि लामिछानेबाट आउँदै गरेको जुन खालको भ्रष्टाचार विरोधी अभियानको सक्रिय रूपमा जुन नेतृत्व रविबाट सुरु भएको थियो, 27 घण्टामा त्यसलाई परिणत गरिदिनको लागि र त्यसलाई आमूल परिवर्तनको लागि संवाद बन्नको लागि को अगाडि बढ्नु पर्यो त भन्दा जेनजी आन्दोलन। अब जेनजी आन्दोलनबाट आएको परिवर्तन र यसलाई संस्थागत गर्नको लागि चाहिँ अहिलेको सरकार सक्रिय रूपमा लागेर, सक्रिय रूपमा एक ढिक्का भएर भ्रष्टलाई कारबाही, दोषीलाई सजाय र निर्दोषीलाई चाहिँ नि उद्धार गर्दै अहिलेको चाहिँ सरकारले चुनावी माहौल बनाउनु पर्छ र केही बुदा संविधान संशोधन गर्दै जो प्रत्यक्ष कार्यकारीको लागि जानु पर्थ्यो, सरकार यहाँनिर ब्याक हटेको जस्तो मैले पाएको छु। र यो विषयमा चाहिँ अझ जेनजी भाइ बहिनीहरूले सक्रिय रूपमा आफ्नो माग र एजेन्डालाई चाहिँ लिएर एक ढिक्का भएर जानुपर्ने। त्यसमा चाहिँ अझै पनि केही जेनजी भाइ बहिनीहरू फुटको सङ्घारमा पुगेको हो कि भन्ने बजारीकरण छ। यसले अरूलाई फाइदा होला, हामीलाई नै घाटा हुन्छ। त्यसकारणले एक हुनको लागि चाहिँ जेनजी पुस्तालाई पनि आह्वान गर्छु। यो रासपाको मन जित्नु, रासपाका समर्थकको मन जित्नु कुलमान घिसिङले अघिल्लो कार्यकालले मात्र पुरा नहोला, अहिलेको जुन म्यादी मन्त्रीको लागि जानुभएको छ नि, जुन मन्त्रालय सम्हालिराख्नु भएको छ, त्यसले पनि त परिणाम ल्याउन सक्नुपर्ने होला। अहिले परिणाम ल्याएन भने भोलि त फेरि रासपाले माला खाँदा त नलाइदेला नि त कुलमान घिसिङलाई रासपामा। एउटा कुरो चाहिँ के भन्छु भने रवि लामिछाने रासपाको संवाद हुँदै गर्दा अब कुलमान घिसिङ अहिलेको अन्तरिम सरकारको संवाद बनिरहनु भएको छ, जहाँ अन्तरिम सरकारको ऊर्जा मन्त्री कुलमान घिसिङले जुन खालको एउटा बागडोर सम्हालिरहनु भएको छ नि, अहिलेको सरकारलाई टेवा पुग्ने गरी अगाडि बढिरहनु भएको छ। र यतिले मात्रै पुग्दैन, रवि लामिछानेको पार्टीको एउटा परिवर्तनकारी भूमिकामा आम चासो र गुनासोलाई आत्मसात गर्दै जनताको मनोबल बढ्ने गरी र मनोबल र भावनालाई चाहिँ बुझ्ने गरी काम गर्नको लागि अहिलेका मन्त्री कुलमान घिसिङ रासपामा प्रवेश गरेर सक्रिय भूमिका निर्वाह गर्दै वैकल्पिक शक्तिको रूपमा चाहिँ उदयमान हुनुपर्छ र भावी दिन सक्रियता साथ चाहिँ व्यतीत गर्नुपर्छ भन्ने कुरामा चाहिँ म कुलमानजीलाई पनि आह्वान गर्छु। होइन, रासपा पार्टी आफैमा अभागी भनौँ कि अर्थात् गर्नु खोज्दै गर्न नसकेको एउटा अधुरो सपना देख्ने पार्टी भनौँ, हेर्ने हो भनेदेखि रासपाप्रति नेपाली जनताको ठुलो आश, ठुलो सपना छ। तर हिजो रवि लामिछाने हुँदाखेरि पनि गृहमन्त्रीमा आफूले पोक्त रूपमा काम गर्न सकेनन्। अहिले अब उपसभापतिको रूपमा आउने हो कि भनेर कुलमान घिसिङको चर्चा छ। उहाँको पनि त 6 महिना हो, 6 महिनामा त्यो म्यादी मन्त्रीको कार्यकालभित्र पनि त उहाँले परिणाम त ल्याउन सक्नुहुन्न नि त। म तपाईँलाई यस विषयमा चाहिँ के कुरा क्लियर गर्छु भने यो अन्तरिम सरकार 6 महिनाको भनेर अहिले स्वीकृति दिँदैखेरि 6 महिना भनियो भनेर बुझ्न पाइएन। 6 महिनाभित्र चुनाव गराउने हेतुले बनेको सरकार 6 महिनाको म्याद थप्न पनि पाउने एउटा कानुनी प्रावधान छ। भनेपछि 6 वर्ष पनि जान सक्छ, सम्भव छ। यही भन्दैछु, 6 महिनाको म्याद थप्न पाउने कानुनी प्रावधान छ। यदि चुनाव भएन भने त्यसपछि देशको शासन सत्ता कता जान्छ? सरकारविहीन, व्यवस्थाविहीन, डामाडोल स्थितिमा छोडिदिने हो। नछोड्नको लागि के गर्नुपर्छ त भने जसरी पनि चुनाव गराउनुपर्छ, जसरी पनि चुनावमा भाग लिनुपर्छ, बाध्यकारी अवस्था छ। यदि सरकार छोडेर होइन जेसुकै होस् देश भाँडमा जाए भनेर चाहिँ ब्याक हट्यो भने घाटा कसलाई हुन्छ? काङ्ग्रेस एमाले माओवादीलाई हुँदैन,
35 वर्ष देश त यिनीहरूले चलाएका हुन् नि त, देशलाई अस्तव्यस्त त यिनीहरूले बनाएका हुन् नि त। त्यस कारणले चुनाव जसरी पनि गराउनु छ, चुनाव जसरी पनि हुनु छ, चुनाव नहुँदाको अवस्थामा देश चाहिँ अस्थिरतातिर जाने भएको कारणले पनि चुनाव अपरिहार्य छ, बाध्य छ, गर्नै पर्छ। भनेपछि अहिले सुशीला कार्कीको नेतृत्वमा हुने चुनावको लागि एमाले घोडा टेक्नु पर्छ, सबै भाग लिनै पर्छ, बाध्य हुनुपर्छ, बाध्य हुनुपर्छ। यदि देशको लागि पार्टी हो भने बाध्य किन हुने र हामी किन चुनावमा भाग लिने भन्ने अवस्थामा अगाडि बढियो भने देश अस्थिरतातिर जान्छ। त्यसको घाटा भोलिका दिनमा जसले हिजो दम्मका कारणले यो स्थिति भोग्नु पर्यो, भोलि ब्याक हट्दाखेरि त्यो दिन त सेना अगाडि बढ्नुपर्छ त। सेना अगाडि बढेका दिन अब गर्छौ कि? सुशीला कार्की नेतृत्वको सरकार नागरिकको सरकार हो। अहिले यदा कदा गनाएका कुराहरू आउँदैछन्, राजनीतिक दलका कार्यकर्ताहरू भर्ती गर्दैछन् रे मन्त्रीमा भनेर। यदि अझै पनि स्वतन्त्र खोज, जो ल्याउनुपर्छ स्वतन्त्र लिएर आऊ, होइन। यही सरकार पनि पूर्णता भइसकेपछि यो सरकारलाई नटेरेर चाहिँ चुनावमा भाग नलिएर यो सरकारलाई विरोध मात्रै गरियो भने शासन त सेनाले लिने हो। सेनाले शासन लिइसकेको भोलि बेर हुने के? त्यसपछि पछुताएर त हुनेवाला केही छैन। यो अहिले नयाँ मन्त्रीमण्डलमा तपाईँले भन्नुभयो नि, आफ्नो पार्टीको मान्छे, पार्टीभित्रका गुटका मान्छेहरूलाई मात्र मन्त्रीमण्डलमा प्रवेश गराएको छ भन्नुभयो। यो सँगसँगै खगेन्द्र सुनार आफैमा विवादित, जो सडकमा 6 महिना कराएर 6 महिनाको लागि मन्त्रीको लागि रेडी भएको व्यक्ति हुनुहुन्छ। अब उहाँलाई मन्त्री दा उपयुक्त हुन्छ कि हुँदैन? भोलि उहाँ मन्त्रीमण्डलभित्र छिर्दा सडकमा कराउने को? फेरि माइतीघर मण्डल खाली होला, यसको जिम्मा कसले लिने? एउटा जो हिजो शपथको लागि भनेर केही मिडियाबाजी भएको सुन्न पाइएको थियो, बेलुका चाहिँ उहाँमाथि आरोप प्रत्यारोपको चाहिँ मुद्दा छ भन्ने कुरो चाहिँ फेरि सामाजिक सञ्जालमै सुन्न पाइयो। छेत्री बाहुनको छोरो भएको भए मन्त्रीमण्डलमा समावेश हुन्थ्यो होला जस्तो लाग्छ खगेन्द्र सुनार। किनकि त्यस्तै विवादित पात्र बब्लु गुप्ता भनेर चाहिँ बब्लु गुप्ताको नाम त आयो, उनी चाहिँ गए। तर किन खगेन्द्र सुनार जान सकेनन् भन्दा किनकि उनी दलितका छोरा थिए, मुद्दा दलितको उठाएका थिए। त्यस कारणले उनलाई बाइपास गर्नको लागि चाहिँ रोल खेलियो होला जस्तो लाग्छ मलाई। भनेपछि जेएनजी सरकारले पनि दलितलाई प्राथमिकता दियो, अर्थात् त्यो पुराना रीतिरिवाजमाथि अझै पनि आस्था राख्यो। त्यसकै चपेटामा परे खगेन्द्र सुनार। भन्न खोजेको कुरो र अझ प्रष्ट हुनुपर्छ, त्यहाँसम्म पुग्नुपर्छ। त्यही विवादित मिडियाले शोभा पाठक, महेश बस्नेत र बब्लु गुप्ता जोडिएको अडियो भिडियो सार्वजनिक गर्यो। ऊ के भयो? मन्त्री भयो। त्यही सामाजिक सञ्जालले खगेन्द्र सुनार विभिन्न विषयमा चाहिँ विचाराधीन छन् भनेर सामाजिक सञ्जालमा चाहिँ विज्ञापन भयो। उनी मन्त्री पद शपथ लिनबाट ब्याघटे हट्नु पर्यो। सो मतलब के हो? भनेपछि मुखमा आएको मन्त्रीको कुर्सीको एउटा जिम्मेवारी पद आफ्नो जाति दलित भएकै कारणले खगेन्द्र सुनारले गुमाउनु पर्यो। एउटा प्रतिनिधित्व नै गर्थे उनले, अरू त के नै गर्थे? 6 महिनाको चुनावी सरकार, केही कानुनका बुदा संशोधन हुन्थ्यो होला, केही संविधानका बुदाहरू चेन्ज गर्थे होला, गरे भने अरू के नै गर्थे? यदि उनी दोषी नै हुन् भने उनलाई स्वतन्त्र रूपमा बोल्न किन दिइएको छ? सडकमा खुलेर हिँड्न किन दिइएको छ? बजारमा त के भन्न आइएको छ भने प्रहरीको भगौडा लिस्टमा छन्। उनी कहाँ गएका छन्? समातेर लगेर थुन्देऊ न, दोषी हो भने। होइन भने बदनाम गरेर छोडिदिन पाइन्छ कि अन्याय गर्न पाइन्छ कि? रवि लामिछानेको घन्टी घरमा तपाईँ र खगेन्द्र सुनार सम्बन्ध 1 हप्ताको अन्तरमा हस्ताक्षर गर्न जानुभएको थियो। रवि लामिछानेको पक्षमा के बोल्नु भएको थियो भने हर्क बालेन गोपी र
रवि जस्ता व्यक्तिहरू एक हुनुपर्छ देशको समृद्धिको लागि हो भने भन्ने जुन खालको उहाँको भाष्य थियो नि, त्यति बेला त्यो भिडियो पनि सार्वजनिक भयो। कतै यो नयाँ चाहिँ एक हुन्छ भनेर त उनलाई भित्री राजनीतिक चलखेलबाट बाहिर निकालिएन? होइन, त्यो त के छ भने रवि लामिछानेको घन्टीघरमा खगेन्द्र सुनवार जाँदैमा उनलाई मन्त्री नबनाइएको हो भने ठिकै छ, खगेन्द्र सुनवार तिम्रो मिसन र भिजन लिएर तयार भएर बस, राजसभा जतिखेर पनि तयार छ उनलाई स्वागत गर्नको लागि। अर्को चाहिँ के हो भने 6 महिनाको मन्त्रीमण्डल, 2 महिनाको कार्यकाल सकियो, 4 महिना बाँकी छ, चुनाव लडाउने कि त्यहाँ चाहिँ आफ्नो मिसन र भिजन चलाउने? चुनावी सरकारले चुनाव गराउने हो। अब अरू हामी आशावादी नबनौँ। सबैभन्दा पहिला कम्तीमा पनि जेनजी आन्दोलनको माग, जेनजी आन्दोलनको चाहिँ जुन लक्षित एजेन्डाहरू पास हुन् र त्यसलाई चाहिँ कार्यान्वयन गरियोस् भन्ने चाहिँ मेरो माग छ। तर खगेन्द्र सुनवारको ठाउँमा राजु परिवारलाई पनि त अगाडि सार्ने चर्चा छ नि अहिले फेरि। यस्तो हो, यो अहिलेको मन्त्रीमण्डलभित्र राजु परिवार उपयुक्त पात्र हो? मैले एउटा कुरो चाहिँ के भन्छु भने पात्र जो सुकै अहिलेको सरकारलाई आवश्यक महसुस गर्छ त्यसलाई लैजाउन्। त्यतापट्टि भन्दा पनि सबैभन्दा पात्र यो देशलाई जतिखेरदेखि प्रजातन्त्र, लोकतन्त्र र सङ्घीय गणतन्त्र तीनैवटा तन्त्रलाई नजिकबाट निहालेर देश र जनताको न्यायको लागि लडिरहने पात्रलाई चाहिँ लैजानु उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ। देश र जनताको लागि मान्ने हो भने त पुराना दलहरूले त आफ्नै पार्टी सभापतिलाई मानिरहेका छन्। अझै पनि त देशको हितको लागि हिजो विभिन्न खालका यातना सहेका त शेरबहादुर देउवा, केपी शर्मा ओली अझै हुनुहुन्छ। उहाँहरू उपयुक्त पात्र हो त अहिलेको? 35 वर्ष गरिहालौँ भने उहाँहरूले। उहाँहरूको कोटा सकियो। एउटै कुरो भन्न चाहिँ अझै प्रष्ट हुनु भएन जस्तो छ मेरो उत्तरमा। यदि 35 वर्ष देशको लागि शासन सत्ता चलाउँदाखेरि देश र जनताकै लागि लडिएको भए आज यो दिन आउँदैन थियो। उहाँहरूको दम्म र घमण्डका कारणले देश जल्यो। देश जल्नुमा सबैभन्दा पहिला बढी दोषी 2/3 सरकार र 2/3 सरकारको दम्म थियो। तर अहिले सामाजिक सञ्जालमा त केही चर्चित अनुहारहरू, बालिना शाह, केही कलाकारहरू, केही गायकहरू, केही निर्देशकहरू परेका छन्। उनीहरूको दम्ब र घमण्डको कारण चाहिँ देश जलेको हो भनिरहेका छन्। त्यसलाई यसरी बुझ्नुहोस् न, सिंहदरबारमा बसेर हतियार चलाउन आदेश दिनेहरू थिए कि एउटा स्थानीय नेतृत्व गरेर नगर चलाउने थिए? प्रहरी बालेनको कुरा मान्थ्यो कि प्रहरी गृहमन्त्री रमेश लेखकको कुरा मान्थ्यो? प्रहरी आइजिपीको कुरा मान्थ्यो कि बालेन शाहको कुरा मान्थ्यो? तर पावर र शक्तिको पनि त कुरा होला। पावर भित्र थियो, शक्ति सडकमा थियो। शक्तिले त जुन खालको आक्रमण त शक्तिले गरेको। नराम्रा कुरा जेनजीलाई दोस्दै जाने, नराम्रा कुरा बालेनलाई दोस्दै जाने, नराम्रा कुरा जति रविलाई दोस्दै जाने हो भने हिजो कलम बोकेर र ड्रेसमा सडकमा आन्दोलन गर्न जानीसँग कुन हतियार थियो र टाउको र छातीमा गोली हान्यो? गोली हान्ने अधिकार कसले दियो? आदेश दिने मान्छेलाई कारबाही किन हुँदैन र गोली हान्नेलाई किन कारबाही हुँदैन? होइन, दोष पहिला कलमवालाले चलायो अनि मैले हानी भन्नको लागि कलमवालाले कुन हतियार चलायो त्यो प्रमाणित हुनु पर्यो। कलमबाट गोली निक्लिएन। हतियारबाटै निक्ल्यो गोली। हतियार चलाउन आदेश दिने र हतियार चलाउने त्यो बेलामा देशको शासन सत्ता चलाउने को थियो? त्यसलाई कारबाही गर्ने कि नगर्ने? त्यो दोषी हो कि होइन? रह्यो अब बालेनसँग शक्ति थियो भनेर भन्दै गर्दा आज पनि बालेनको विरुद्ध चौतर्फी आरोप प्रत्यारोप छ। किन बालेनसँग यत्रो तर्सिनुपर्छ? भारतीय सिनेमा नेपालमा चलाउँदा रोक लगाउँदा बालेनको विरुद्धै बोले। बालेनले रोक लगाएर के भनेको हो? गलत प्रचार नगर मेरो महानगरपालिकाभित्र भन्या त हो नि। नेता कार्यकर्ता त भारतकै चाकडी गर्दै थिए। अर्को विषादी तरकारी कालीमाटीमा रोक्दाखेरि
नेता कार्यकर्तै सिन्डिकेट लगाएर चाहिँ झगडा गरे, बालेनकै विरुद्धमा खनिए। बालेन नै नराम्रो हो, विषादी भएको तरकारी मेरो महानगरपालिकामा बेच्न पाइँदैन भन्नु गलत थियो। त्यसको विरुद्ध किन लागि बालेनको? गलत छ नि त त्यो दुईटा। अब अर्को तेस्रो के हो भने जेनजी आन्दोलन सबैबाट भएको, केही पात्रहरू काङ्ग्रेसका पनि देखियो, भनिया पनि सुनियो। मेरो घर जलाउन केपी ओलीको नजिकको मान्छे आउनुभएको थियो, त्यो पनि स्थानीय चुनाव हारेको मान्छे भन्ने काङ्ग्रेसले त्यसको जस अजस लिनुपर्छै पर्दैन। गृहमन्त्री त उहाँकै हुनुहुन्थ्यो। होइन, यो पनि त होला मिडियाबाजी। तपाईँ हामीलाई पनि ठुलो दोष लाग्छ होला कि बालेन्द्र शाहले थुक्यो भने ओहो अमृत झारेछ भन्ने। अब पार्टीका नेताहरूले रक्सी खाँदाखेरि पनि छे पानी त खा हो नि भन्ने खालको हिसाबको मिडियाबाजीले पनि त होला। मैले चाहिँ दुईटा कुरालाई सँगसँगै राख्छु। बालेनलाई धेरै तल नराम्रो भन्नु पनि छैन र हिजोका देश चलाउन गएका सरकारलाई वाह राम्रो भन्नु पनि छैन। 32 वडा 33 वडामा एउटा मेयर मात्र हुन् जो स्वतन्त्र पार्टी। उपनिर्वाचनमा एकजना स्वतन्त्र भनेको रासपाको प्रवेश गरेका छन् वडा अध्यक्ष। भने ती 31-32 जनालाई ब्यालेन्समा राखेर काम गर्दै आमूल परिवर्तनको सोच बनाएका बालेनलाई घेराबन्दीमा राखेर हरेक पटक काम गर्न नदिएको नजिर हामीसँग सर्लङ्ग छ महानगरपालिकामा। आज कुनै चोकमा गइयो भने ठेगाना के लेखिएको हुन्छ? ठेगाना चाहिँ नि बाहिर जिल्लाको एउटा नगरपालिका हुन्छ हो, सिटी चाहिँ बालेन हुन्छ। हेर्नुहोस् है, त्यो बालेन सिटी त होइन तर भनिएको हुन्छ बालेन सिटी। र अर्को त्यसै गरी जुन बालेनको कामपट्टि जसरी अविश्वास गर्दै, जुन बालेनको कामपट्टि जसरी निस्तेज बनाउनको लागि घेराबन्दी गर्दै बालेनका कामहरूलाई विरोधमा विरोध जनाउनको लागि धेरै भाषासहित लागि परियो। जो त्यसको नजिर पशुपति विकास कोषले जिल्लाबाट जितेको भण्डारखालको मुद्दालाई पनि उच्चमा गएपछि बालेनको दादागिरीले अदालतले टेर दिनुपर्छ भन्नेसम्म शब्द पाइयो। के थियो त भन्दा बालेन शाहले मुद्दा हालेका होइनन्, पशुपति विकास कोषका तत्कालीन पर्यटन मन्त्रीको निर्देशनमा विकास कोषले आफ्नो सम्पत्ति मागेको। विरोध कसको भयो? बालेनको। किन भयो भन्दा बालेनलाई एक्ल्याउनको लागि। हरेक ठाउँमा विरोधमा विरोध जनाउनु भन्दा पनि, विरोधमा विरोध गर्नु भन्दा पनि राम्रा कामको समर्थन गर्दै गरेको भए बालेनले पनि खुलेर विरोध गर्नु पर्दैन थियो होला र बालेनलाई पनि विरोध गर्नु पर्दैन थियो जस्तो मलाई लाग्छ। यो अहिले युवामा दुईवटा अनुहार निकै राजनीतिकमा कहिलेकाहीँ उतार चढाव नै हुने गरी आउँछ, जो बालेन्द्र शाह र रवि लामिछाने। तर यी दुई एक हुन सकेनन्, मेलो नलागेको गोरु जस्तो आफ्नो ढङ्गबाट अघि बढिरहेको जस्तो देखिन्छ। दुईजना एक हुनु नसक्नुको कारण खास आम जनताले फरक फरक ढङ्गबाट बुझ्नाले हो कि अर्थात् दुवैमा आफ्नो घमण्ड छ, मसँग पो छ त शक्ति भन्ने हिसाबले शक्ति पावर सो गर्न खोजेका हुन्? त्यो बेलै आएको छैन। तपाईँले अहिले भन्नुभएको प्रश्नको उत्तर नजिक आइपुगेकै छैन। कहिले आउँछ? रवि लामिछाने मेयर बालेन शाहले चुनाव जित्ने बित्तिकै बालेनलाई बधाई दिने र बालेनसँग मिसन र भिजन खोज्ने पात्र नै रवि। फर्स्ट तपाईँलाई यो बुझाउन चाहे। अर्को, बालेनले रविलाई, रविले बालेनलाई एकले अर्कालाई मानेनन् अथवा मन पराएनन् भन्ने सवालमा काठमाडौँको दोस्रो चोटि गृहमन्त्री हुँदा बालेनलाई चाहिएको बेला सेक्युरिटी फोर्स पठाउन रविले सहयोग गरेका छन्, गरेको हुन्। र बाहिर जोडिएनन् अथवा जोडिए भन्ने सवालमा अहिलेसम्म बालेन कसका लागि कतिखेर खुलेर बोलेका छन् र? एउटा आफ्नो कर्तव्य निर्वाह गर्दै
मिडियामा जति नितान्त सामान्यभन्दा सामान्य प्रस्तुतिमा मात्रै खुलेका छन्, बोलेका छन्। उनले जुन गर्नै पर्ने गरेका छन्, जुन बोल्नै पर्ने बोलेका छन्, अरू भने सामान्यमा छन्। रह्यो बालेनको सवाल, रविको सवाल के हो भने रवि गृहमन्त्री भइसकेपछि रविलाई लागेको जुन प्रतिशोधको मुद्दा पटक पटक सूर्य थापा नेतृत्वको छानबिन समितिले 82 जनाको नाम सार्वजनिक गर्दा 87 करोड 40 वटा संस्थाको नाम सार्वजनिक गर्दा रवि मुछिनु नपर्ने, रविलाई बोलीमा यो दुई दलले के गर्दैन, पुराना दल के होइनन्, नयाँ दल मात्रै हो, हामी मात्रै सर्वै सर्वा हुने हो भन्ने भाष्य छोडियो भने रवि ठिक हुन् भन्दै गर्ने सूर्य थापालाई एकचोटि अझ सोध्नुपर्छ के हो भने रविमाथिको प्रतिशोध कतिसम्म चल्छ र कतिसम्म रहन्छ भनेर। यो अहिले पनि राजनीतिक प्रतिशोध अर्थात् रविमाथि प्रतिशोध छ जस्तो लाग्छ तपाईँहरूलाई? प्रतिशोधको कारणले लागिसकेको मुद्दा त्यसलाई किनारा त लाउनु पर्यो नि, किनारा लाउनु त टाइम लागिहाल्छ नि। तर जेनजीले रवि लामिछाने जस्तो व्यक्तित्व खोजिरहेका छन् भन्ने सामाजिक सञ्जालमा हल्ला छ। तर जेनजीकै सरकार छ, जेनजीको सरकारले रविको पक्षमा कतै पनि एक शब्द निकालेको जस्तो देखिन्न। होइन, यस्तो हो, सरकारले आफ्नो प्रक्रिया अगाडि बढाउनु स्वाभाविक हो, प्रक्रिया अगाडि बढिरहेछ। जो विचाराधीन मुद्दालाई फेरि त्यसलाई चाहिँ छानबिन र चाहिँ खोजबिन सुरु भयो, अब त्यो त प्रक्रियागत गइहाल्छ। भनेपछि आश छ तपाईँलाई अहिलेको सुशीला कार्कीको नेतृत्वको सरकारले नै रवि लामिछानेको लागि गेट खोलिदिन्छ ताकि रवि लामिछाने भाग्न सफल होस्? यस्तो हो, रवि लामिछानेलाई अब न्यायोचित निर्णयबाट अदालतबाट छोड्दैछन्, छोड्छ। त्यो आशावादी हो कि मनको लड्डु घिउ छ भने? होइन होइन, यस्तो हो, विचाराधीन मुद्दा सबैको के हुन्छ, किनारा त लाउनै पर्छ। मुद्दै लागिसकेपछि किनारा लाउनु परेन। तर किनारा त लामो समयसम्म लाग्दैनन् पनि भन्छन्। मैले कता कता सुनेको गरिबको मुद्दा 3 पुस्ताले खेप्नुपर्छ, पैसावालाको चाहिँ 3 महिनामा 3 दिनमा सकिन्छ, सकेसम्म 3 घन्टामा पनि सक्ने प्रक्रिया छ अरे नेपाल कानुन भन्छन् नि। त्यो त नजिरै छ नि। ऋषिकेश पत्नी बिहान गएर बेलुका घर गई, धनराज गुरुङ सिआइबी घरमै भेट्न गयो, समथिङ राई बिहान गएर बेलुका घर गएको नजिरै छ नि। भने रवि लामिछाने जो नामै नजोडिएको पात्र, उनी अहिले पनि पूर्वपक्षमा छन्। तर त्यसलाई साथसाथै अर्को कुरो चाहिँ के हेर्नुपर्छ भने अब अहिले जो सुशीला कार्की नेतृत्वको सरकार र जो सरकारले गर्दै गरेको अवस्थामा चाहिँ के छ भने उनले आफैले भनेका छन् रवि अन्यायमा परेका हुन्, रविलाई यो अन्याय गर्न पाइँदैन भनेर। त्यस कारणले पनि अदालतले न्याय दिन्छ, सरकारले न्यायको लागि सघाउँछ। अहिले बुद्धिजीवीहरूले 2 खालका तर्क गर्न थालेका छन्। रवि, बालेन, हर्क, गोपी जस्ता विभिन्न व्यक्तिहरू जो अलिकति छवि बनाइसकेका व्यक्ति एक भयो भने उनीहरूले जादुको छडी लिएर आएका हुन्छन्, छु गर्न बित्तिकै विकास हुन्छ भनिरहेका छन्। कतिपयले यी एकै ठाउँमा भयो भनेदेखि साँच्चीकै पुरानो त पत्ता साफ हुन्छन्, तर पत्ता साफ भए पनि यिनीहरूलाई हालिमुहाली हुन्छ, आफ्नो ढङ्गबाट काम गर्छ, झन् देश लाथालिङ्ग हुन्छ भन्छन्। यस्तो हो, हर्क साम्पाङ जसले एउटा उपमहानगरपालिकाको मेयर भएकै भरमा त्यति आमूल परिवर्तनका लागि चाहिँ नि तयार गर्न सफल भए त न बजेट थियो न साथ थियो। बजेट नहुँदा पनि काम गरे, साथ नदिँदा पनि काम गरे। अनि तिनै हर्क, यिनै रवि जसले सबैका फाइल खोलेर 25 वटा फाइल खोलेर 27 घण्टामा सरकारै पत्ता साफ गर्ने काम जेनजीले किन गरे त भन्दा त्यही 25 फाइलको परिणाम हो। 2टा त भयो देखियो त। अनि अब हर्क, रवि र बालेनले उपत्यकाभित्र गरेको जो काठमाडौँका हरेक ठाउँमा देखिएका जो लुटिएका सम्पत्ति फिर्ता गरिएको अर्बौंको सम्पत्ति पनि देख्न पाइन्छ। लुटिएर निजी आफन्तलाई, नातागोता, इष्टमित्रलाई चाहिँ पारेका सम्पत्ति फेरि सार्वजनिक फिर्ता गराइएका चाहिँ भौगोलिक सम्पत्तिहरू पनि आएको देख्न पाइन्छ। र मोठ मन्दिर र यहाँ हरेक ठाउँमा
बनाइएका चाहिँ संरचनाहरू सामान्य नगण्य होइन कि अथाह र चाहिँ व्यवस्थित रूपले चाहिँ बन्दै गएको देख्न पाइन्छ। तर अहिले एक ढङ्गबाट हेर्ने हो भने हर्क साम्पाङ र बालेन्द्र शाह भनेको एउटा टेम्पो चालक, हजुर, एक हिसाबले तुलना गर्ने हो हजुर, भने अब प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता व्यक्तिहरू हेर्ने हो भने ठुला ट्रक ड्राइभर हुन्। टेम्पो चलाइरहेको व्यक्तिलाई ट्रक दियो भने कभर गर्न सक्लान् त? यसरी बुझौँ न, हाम्रा हजुरबा छ नि, हजुरबाले नै घर चलाएका थिए, बालाई थाहा नै थिएन, हजुरबा फ्याट्ट बितेका भोलि बेरदेखि बाले चलाएको कि घर चल्यो, बा बितेपछि मैले पनि चलाएको छु। अहिलेका बुढा नहुँदा घर चल्दैन भनेर तपाईँले बुझ्नुभएको भए दरबारमा रहेका राज परिवारका सबै सन्तान सकिँदाखेरि पनि देश चल्यो, चलाइएको छ, चल्छ रह्यो। अब यिनीहरूले भन्दा अव्यवस्थित हुन्छ कि भन्ने तपाईँको अघिको आशयलाई म के प्रश्न गर्न चाहन्छु भने यी पढे लेखेका हरेक कुराबाट चाहिँ क्यापेबल छन् युवा शक्तिले देश अझ राम्रोसँग चलाउँछ। विश्वको नजिर हेर्नुपर्छ, 28, 30, 40, 45 वर्षकाले देश हाँकेका छन्, यहाँ चाहिँ 75, 80, 90 वर्ष बाँच्नुपर्छ अनि नमरन्जेलसँग देश चलाउनुपर्छ भन्ने छैन र यी दोहोऱ्याउनेले देश झन् चलाउँदैन। भनेपछि परिवर्तनको लागि युवा नै चाहिन्छ। एकदमै कसैलाई जिम्मा दियो भने त्यो जिम्मेवारी पुरा गर्नको लागि औरा त खट्छ भन्ने तपाईँको विचार हो? त्यति मात्रै होइन, 18 घण्टा खट्छु भनेर कबल गरेका कुलमान यी छन् त हाम्रै अगाडि, नजिर हुन् त एउटा। म मन्त्रालयमै सुत्छु भनेर चाहिँ लागिरहेका र सुतिरहेका अर्का पात्र छन् त, महावीर पुन। ती देश र जनताका लागि सुतिएका, त्यहाँ उनको पनि घर छ, उनलाई पनि घरमा बस्न मन होला, तर देश र जनताका लागि म मन्त्रालयमै सुतेर पनि काम गरिदिन्छु भनेको छ। त्यस्ता पात्रहरू धेरै छन्, धेरै जन्मिन्छन्, किनकि आमूल परिवर्तनका लागि मेरो कार्यकालमा मैले केही गरेर देखाउनुपर्छ भन्ने मिसन र भिजन सहित आउँछ। तर यो सँगसँगै बहस हुने गरेको दुई थरी चर्चा छ। लामो राजनीति गर्नेले यो म्यादी मन्त्रीको लागि दौडधुप गर्दैनन्, राजनीतिक साँच्चीकै गर्ने हो भने अबको निर्वाचनमा लड्छन् भन्छन्। तर हामीले कतै अहिलेका कुलमान घिसिङ जस्ता, महावीर पुन जस्ता व्यक्तिहरू त अब आउने निर्वाचनको लागि गुमाइरहेका त छैनौँ। त्यो चाहिँ यसो, त्यसको लागि चाहिँ कोलाई चाहिँ नि हामीले अब तिमीहरू नगइदिए हुन्थ्यो, तिमीहरू नउठ्दै हुन्थ्यो भन्नुपर्छ भने बालेनलाई, हर्कलाई, रविलाई, गोपीलाई चाहिँ यिनीहरूलाई मन्त्रीमण्डलमा नआऊ भन्नुहुन्छ तत्कालको लागि। तर दीर्घकालीन चाहिँ 5-5 वर्ष 2 पटक चाहिँ लड्नको लागि तयार भऊ र तिमीहरूले देश बनाउनु पर्छ पनि फेरि यिनीहरूलाई नै भन्छु। रह्यो कुलमान पनि नगएको भए, महावीर पनि नगएको भए, सुशीला पनि नगएको भए, अरू जो अहिलेको चाहिँ ओम प्रकाश पनि नगएको भए यो बागडोर चाहिँ कसले सम्हाल्थ्यो भन्ने फेरि तर्क निक्लेला। सुरुको परिवर्तनलाई संस्थागत गर्नको लागि केही पात्रहरू जसलाई अब निर्वाचनमा उठ्नु पर्दैन र त्यसो भन्दै गर्दा अब कुलमान त पाहा लागे नि त, नबुझ्नुहोस्, कुलमान आउने ठाउँ छ नि त, त्यसैका लागि त यो एउटा छुट्टै व्यवस्थापन गर्नुपर्छ, एउटा छुट्टै चाहिँ नागरिकहरूको चाहिँ एउटा समूहलाई चाहिँ समेट्ने चाहिँ एउटा व्यवस्था मिलाउनु पर्छ भन्नकै लागि चाहिँ एउटा संविधान संशोधन, संविधानलाई चाहिँ परिमार्जन भनिराखिएको हो। राष्ट्रिय सभामा लगेर आफ्ना नातागोता राख्नु थियो, त्यसलाई कट गरेर चाहिँ हामीले के भन्न खोजेका छौँ त भने नागरिक लानको लागि, नागरिक समेट्नको लागि एउटा छुट्टै ठाउँ तय गर्नुपर्छ जसले देशलाई अहिलेसम्म सहयोग गर्यो, बाँकी जीवन पनि सहयोग गरेर मर्छ।